सो ब्लग स्टार्ट गर्नभन्दा अगाडि गणेश भगवानलाई यसो दर्शन गरौँ है। सो हे गाइज, व्हाट इज अप, वेलकम बैक टू द चैनल। इट्स अ बोय अनिसी बैक विथ न्यू अनदर भिडियो है। सो आई होप यु अल गाइज आर फाइन र म पनि एकदम सन्चै आरामी छु। आजको भ्लगमा चाहिँ केउलीतिर राइड जान लाग्यो। बाइक एक्सचेन्ज गरियो है। त्यो बाइकमा फेरि आवाज छैन क्या, त्यही भएर यसो यो बाइक चलाऊँ न भनेर चलाहो। मिसफायर हान्नुपर्छ अहिले एकछिनमा। यो हरियो कलरको बाइकमा पछाडिको मोटर गार्ड निकाल्नुपर्छ, दामी लुक्स हुन्छ भनौँ न। यतिको आवाज त हुनुपर्छ कि बुलेट भएपछि। त्यो चाहिँ फुल लिगल सोरुमबाट राइड रहेछ आज। मलाई जाम भन्दै थिएँ, म फेरि गएन कि आज उता राइडमा। डाइरेक्ट अब केउलीतिर गइन्छ। पौडी सौडी पनि खेलिन्छ होला। ब्रेक झ्याप्प रहन्छ है, ब्रेक पनि रहन्छ। ल लेट्स गो त। सबैजना आइसक्नु भएछ। दाइ पनि आउनु भयो। के छ दाइ? ठिक छ दाइ। जाम अब डाइरेक्ट केउलीतिर। ए सब भ्लगर हो क्या, छानी डाइरेक्ट केउली अब सेट। ल जाम सबै भ्लगर दाइको च्यानल चेक गर्न सक्नुहुन्छ, बुड्ढा भ्लग रक्स। त्यसपछि हाम्रो पछाडि समीर दोषको चाहिँ MRS भ्लग, त्यसपछि पछाडि चाहिँ सन्दीप भ्लग। अब आज हामी केउलीको लागि हिँडिसकेको छौँ। लगभग यहाँबाट 25 मिनट आधी घन्टा जति लाग्छ। बाइकमा चाहिँ अलि ब्रेक रहन्छ, त्यही भएर अलि सुस्तर जानुपर्ने हुन्छ। त्यो मेरो बाइक भन्दा यो बाइक अलि लाउड छ, त्यही भएर यसो यो चलाएको मैले चाहिँ। यसो चलबल दिनु पऱ्यो नि त, रमाइलो छ ग्रुप राइड केटाहरूसँग हिँड्न। बाइकमा फेरि हरन नै रहन्छ क्या। यो बाइक पनि सेलमा छ है त, 21 मोडलको बुलेट हरियो कलरमा। चाहियो भने DM गर्न सक्नुहुन्छ है त मलाई। सब फर्ममा छ नै। यो चाहिँ नेपालको एउटा मात्र छ भनौँ न यहाँ, टक्क पानीको माथि वडा कार्यालय। पहिला यहाँ बोटिङ सोटिङ पनि हुन्थ्यो, अहिले चाहिँ पानी सानी केही छैन, त्यही भएर बोटिङ पनि हुँदैन त। उता हाइवेबाट आएको सजिलो हुन्थ्यो, तर हाइवे चाहिँ बनाउँदैछ क्या, ओभर धुलो छ क्या। त्यही माथि ठुलो पानी पनि परेको छैन, बाटोभरि धुलो छ क्या। हाइवेबाट सकिन्न। यता यस्तो बाटो त थिएन, अहिले ध्वस्तै भयो रहेछ। साथी ब्रेक छैन यसमा, गेम रहेछ क्या अहिले यहाँ। पुरै बारसार लखा त। हिजो म्याच भयो रहेछ यहाँ चाहिँ। हाइवे चाहिँ अलमोस्ट आइसक्यो। आइयो हाइवे। अब खाजासाजा यतिबाट किन्नुपर्छ। केउली जाँदाखेरि फेरि सधैँ यहीँमा आउने चाहिँ। सो माल पानी लिइसक्यो, माथि गएर चटपट बन्छ होला। त्यही अब यहाँबाट अलमोस्ट 10 देखि 15 मिनट लाग्छ। पुरै अफ रोड छ अब त। कहाँबाट मलाई यस्तो गाना याद आयो फेरि। जय जननी जय सरस्वती माता। ल अब चाहिँ यहाँबाट भित्र लाग्नुपर्छ। यो बाटो हामी मेन रोड आएको भए यति धुलो मुलो भइन्थ्यो, कुरै नगरौँ। चौकी कुन चौकी? यता चौकी हो। चौकी रहेछ कि यस्तो चलबल दिएको। अब यताको बाटो चाहिँ यस्तै छ है। डिस्टर्ब हानौँ न, यो कपाललाई यसो डिस्टर्ब हान्ने मै त। कसरी हेरेको हो त्यो केटीले। अझै हेरिरह फर्की कहाँ जानुभयो हामी बुड्ढा दाइ? ओके डिस्टर्ब हानिदिएको यसो गएँ, बाटो लाग्यो। जाम दाइ, हजुरलाई कुरेको क्या। डिस्टर्ब हान्यो कपाललाई, रमाइलो लाग्यो। त्यस्तो डिस्टर्ब हान्न त नहुने हो के अरे। त्यही पनि यसो हजुरहरूलाई मजा आउँछ कि भनेर कन्टेन्ट यसो राम्रो दिन हो क्या आज। यहाँ पनि एकलट चलबल चाहिँ दिनै पर्ने हुन्छ। यहाँ पनि गेम भयो रहेछ अहिले। यो घाममा फुटबल खेल्न त गाह्रै हुन्छ क्या। यहाँ बाटो चाहिँ अहिले पिच हानेको रहेछ, राम्रो हो, राम्रो बनाएको रहेछ। जस ठ्याक्क यो चाहिँ हामी केउली पिकनिक स्पोटमा आइयो भनौँ न। पिकनिक खाने ठाउँहरू चाहिँ छ यहाँ तलतिर। यो एरियामा चाहिँ बस्ती छ भनौँ न। यही जुन देखिराख्नु भएको छ यता बस्तीहरू छ। माथि यही हो क्या पिकनिक स्पोट।
मान्छेहरू यहाँ पिकनिक खान आउँछन्। हामी चाहिँ टक्क खोलातिर यहाँबाट माथि गए चाहिँ झलुङ्गे पुल आउँछ अनि तल गए पार फेरि मेन केउलीको ब्रिज आउँछ क्या। केउलीको ब्रिज चाहिँ अहिले अलमोस्ट भत्किन थाल्यो जस्तो लाग्यो मलाई। धेरै पुरानो भयो नि त काठहरू, त्यही भएर भत्किन लाग्यो भन्ने सुनेको थिएँ। फर्स्ट टाइम होला म यस्तो भिड देखेको यहाँ, फर्स्ट टाइम हो मैले देखेको यस्तो। RX 100 दुईटा छ त्यहाँ त। RX को टोलीहरू पनि आएछन्। ल जाम है त अब। आयो फाइनल्ली केउली। केटाहरूले आज माछा मार्दै रहेछन्। एक छाक पुग्छ होला खै। गङ्गट हेरौँ न, गङ्गटो पनि रहेछ। हाम्रो चटपट चाहिँ रेडी भइसकेको छ। त्यहाँ छ उता केटाहरूले मौज गरिरहेको जताततै। खै त्यो त्यही कपले हो कि खाने। हामी चाहिँ यहाँबाट निक्लियौँ है। हजुरहरूलाई ठाउँ मन पर्यो भने हजुरहरू पनि आउन सक्नुहुन्छ। केउली पिकनिक स्पोट गुगल म्यापमा पनि छ यो लोकेसन। टक्क केउली पिकनिक स्पोट हान्नुभयो भने चाहिँ आउँछ। अब यस्तो बाटो बाटोमा चलपल दिँदै जानुपर्ने हुन्छ। आउँदाखेरि मरेको भए त केही हुन्थेन कि, पोलेर खान हुन्थ्यो। जाँदाखेरि अलि झ्याउ हुन्छ कि फेरि हो क्या। तर जस ठाउँ चाहिँ अलि पिच गरेर राम्रो बना रहेछ, यही खुसी लाग्यो। पहिला पालि साइकलमा आउँदाखेरि म धन्नै त्यहाँ गुल्टे थिएन, अहिले चाहिँ पिच गरेर रहेछ, खुसी लाग्यो। आयो है आयो, ड्याडीको फोन आयो। हिँड त अगाडि अगाडि हिँड त। ल आइयो मेन हाइवेमा। आम्बो दामी देखियो त माथि त। यो बाटो गयो भने त ए धोस्तै हुन्छ, बाइक पनि धोस्तै हुन्छ, मान्छे पनि धोस्तै, पुरै धुलै मुलै। ए रोक रोक दाइ, खै रोक, दाइलाई नि रोक्नु पऱ्यो नि। दाइलाई त बिर्सेको, कहाँ बिर्सिनु भयो त नि अनि दाइलाई। चिन्छ मलाई र भेटेर त काको हो र। ल भाइ है त। ए फेरि हेर है त, फेरि आउँछ भिडियो, तिमीहरू नि देखियो। ल केही भन्देऊ नि त ल भिडियोमा। ल ल है त भाइ, जाम जाम। हाम्रो सब्सक्राइबर भाइहरू रहेछन्, खुसी लाग्छ जे होस् यत्तिको सुन्दा पनि। आज नि म्याच रहेछ यो ग्राउन्डमा, पुरै हेर्नु त। ए हरिब ठुलो म्याच रहेछ यहाँ। ग्राउन्ड पनि बवाल छ क्या, ग्रास पनि यस्तो बवाल छ, टक्क मिलेको ठ्याक्क यस्तो क्रेज। आमामा यत्तिको क्रेज चाहिँ चाहिन्छ फुटबलमा जे होस्। अब ढिलो भयो नभए यसो रोकेर हेर्नुहुन्थ्यो। एक्सचेन्ज गर्नुपर्छ क्या, यो अफरोड कटेपछि बाइक फेरि एक्सचेन्ज हान्नु पऱ्यो। बाटो फेरि यहाँ बनाउँदै रहेछ, अफरोड रहेछ यो। यो ठाउँ क्या बवाल देख्यो क्या यार, गोबरमा झन् बवाल देखियो ल। लभली, अब एक्सचेन्ज हानौँ। सो 15-20 मिनट चाहिँ ठ्याक्क त्यहाँ बसियो। दामी दामी रिल्स चाहिँ मैले खासै हानेन, तर फोटो चाहिँ दामी हाने हो। सो इन्स्टामा गएर हेर्न सक्नुहुन्छ है त। यो बाइकमा बसेपछि फेरि मलाई कुदाउनै मन लाग्दैन क्या, टक्क रोयल भाइब्स आनन्दसँग हिँड्न मन लाग्छ। डोमिनार 250 चाहिँ के गर्यो होला, हुन त मेरो पनि गल्ती थियो होला है। त्यही त नहेरिकन बाटो काट्यो क्या। जो समीरको नि बाइक राम्रो रहेछ, मन पऱ्यो मलाई। डोमिनार 250 यसो चलाएको मजा आयो। भिली गइसकेको थियो त्यो कि छिटै आइयो जस्तो लाग्यो त मलाई त। सो हामी चाहिँ मेन रोडमा आइसकेको छौँ, सब छुट्टिसके। सन्दीप चाहिँ ऊ अगाडि छन्, अनि बुड्ढा दाइ र MRS भ्लग समीर दोषी छुट्टिसकेको छन् पछाडि नै। यतिबाट छुट्टी नि ल भाइ। ल ल ल भाइ, ल तेल पनि हालियो। बुलेटमा फेरि अलि झ्याउ छ क्या यहाँ अगाडि, तेलको हेर्न पाए अलि सजिलो हुन्थ्यो। हल्लाएर चेक गर्नुपर्छ कि झ्याउ हुन्छ।
अब चाहिँ यहाँबाट यसो चिया बगान गइन्छ चिया खाएर निक्लिहाल्नुपर्छ आमा यो बुटोलको धुलो त्यहाँ सफा गर्दैछ क्या हो त्यही भएर होला यस्तो धुलो भएको त यति साह्रो धुलो त हुन्न त्यहाँ गाडी ल्याएरै सफा गर्दैछ होला त्यही भएर हो यस्तो धुलो भएको यहाँ फेरि बाटो बनाउँदैछ अलि टाइम लाएर राम्रोसँग बनायो भने त पक्का हुन्छ के अरे नभए फेरि उस्तै हालत आमा केही देखे छैन हो यहीँबाट जाऊँ है थै यो सबै काम गर्ने खासमा रातिमा हो क्या आयो है त चिया बगान ल दाइ लागेको ओके साथ सहयोग हौसला पाइरहेको छु अझै पनि पाइन्छ अनि तिम्रो भिडियोलाई चाहिँ मैले चाहिँ द एजमेन्टमा चाहिँ पछाडि ब्याकग्राउन्डमा खेलाउन भनिरहेको छु एजमेन्ट पनि आउँदैछ के भन्नुभयो शान्ति फेसमा म मुस्ताङ जान्छु दाइ पर्सि हजुर ल ल दाइ हस् रात पनि पर्यो अब गोप्रोमा खासै राम्रो पनि देखिन्न सो डु भिजिट चिया बगान है त सो त्यही हो चौरा आइपुगेँ म अब चाहिँ डाइरेक्ट घर जानुपर्ने हुन्छ सो आजको लागि भिडियो चाहिँ यतैतिर इन गर्नुपर्छ जस्तो छ आई होप यु अल गाइज लाइक दिस भिडियो यदि भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब सब थोक गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन बटन प्रेस गरिदिनु होला त्यही हो यति भन्दैमा म बिदा हुन चाहन्छु आजको लागि अब नेक्स्ट भ्लग नआउँदासम्म टिल देन टेक केयर गुड बाई लभ यु अल पिस आउट जय नेपाल बु